हामी चाहिँ आज पनि च्याउ खन्न जानु भएको होइन, रेडी भइसक्यौँ च्याउ खन्न जानलाई। अनि आज चाहिँ च्याउ पाउँछु पाउँदैन थाहा छैन, तर जान चाहिँ लाग्छौँ। तर आज चाहिँ 5 बज्न लागिसक्यो। अस्ति चाहिँ हामी 3 बजे गएको थियौँ। आज चाहिँ 5 बजीसक्यो। अस्ति गर्मी खा यो मास्तिर एरिया चाहिँ काँक्रे बिहारको एरिया है। यो ठाउँ भिडियो बनाएको थिएन, थाहा छ तर ठाउँको नाम चाहिँ थाहा छैन। थाहा चाहिँ चाहिँ दामी छ। यो चाहिँ पाल्पा चाहिँ हेर्नु, चाहिँ पाल्पा छैन, कन्फ्युज नहुनु होला। यो ठाउँ बजारहरू चाहिँ सराई ठुला आउँछ, सराई बजार जस्तो पाल्पाको, तर होइन है। च्याउ खोज्नलाई फाइनली हामी चाहिँ जङ्गल चाहिँ पुग्यौँ, तर च्याउ चाहिँ भेट्छौँ कि नै है। यस्तो छ बाटो। ओइ ढुङ्गा छुटेर गएको छ त बा। आज चाहिँ जङ्गल पस्न साथ मैले च्याउ भेटेँ, खुसीको कुरा। तर जहिले यही डल्लो च्याउ मात्र भेटिन्छ। हामी त आउने साथ यति धेरै च्याउ भेटिसक्यौँ, तर लास्टै दुःख चाहिँ छ है। च्याउ खोज्ने यो के हो, जातिले जात्रै घोच्ने रहेछ। हेलो च्याउ मान्छे हो, यति मेहनत गरेर खोजिरहनु भएको छ बिचरा। यहाँ त यति धेरै भेट्यो, यता पनि छ यति धेरै च्याउ, यहाँ पनि छ कति धेरै भेटेको। आमामा हेर्नु त, मैले यहाँ कति धेरै च्याउ भेटिसकेँ। यता पनि छ। यो जङ्गलमा हुने च्याउ र खोलामा हुने माछा चाहिँ जसको मेहनत छ, लौ न ऊ भयो, त्यसले मात्र खान पाउँछ भने हो रहेछ। लौ म त जम्मै कोट्टाइदिएँ। लुजा तो मच्छर लागेको, म त मच्छरले मर्नै दिइसक्यो। रहर लागेर च्याउ खोज्नलाई आइयो, मच्छरको मात्रै टोकाइ खाइयो, दुःख मात्र पाइयो। त्यसमा पनि यो हो, यो के हो, यो के जाति हो यो, यसको घोचाइ कति हो कति हो। अब चाहिँ थाकियो, अब घरतिर लाग्यो। साह्रै गोबेर मच्छरले लाएर टोको ढिलाएर हो कि के हो कि बसिसक्यो निधार। आज हामी दोस्रो दिन च्याउ टिप्न आएको। अब मिठो च्याउ त भेटाएन, यस्तो के च्याउ गरियो, पुड्के च्याउ चाहिँ भेटाछौँ। हामी चाहिँ 1-1.5 घन्टा जति खोज्यो, मलाई यत्रो भेटायो। कति भेटेको च्याउ त, तर